हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ भिडियोमा। आज चाहिँ हामी के एक्स्ट्रा गरौँ न भनेर चाहिँ धुम्बराईमा रहेको उप्स नेपालमा गएका थिए। यो चाहिँ हामी त्यहाँ पुगेपछिको भिडियो हो। त्यहाँ पुगेपछि चाहिँ हामीले साइडमा के रहेछ, कुन गेम रहेछ भनेर हेरेँ सुरुमा। त्यसपछि हामी कुन गेम खेल्ने भनेर एकछिन यताउति डुलेर बस्यौँ अनि हेरेँ कहाँ के कस्तो छ, के गर्ने भनेर धेरै ठाउँ घुमियो। एकछिन हामी यताउति सल्लाह गरेर कहाँ जाने भनेर कुरा गरेपछि हामी त्यहाँ रहेको ट्र्याम्पलिङ गेम जोनभित्र छिर्यौँ। त्यहाँ गएपछि हामीले सुरुमा स्लाइडवाला त्यो गेम खेलेँ। त्यो खेल्दा त्यसपछि हामी अर्कोतर्फ लाग्यौँ। स्लाइडवाला गरेर आएपछि चाहिँ हामी यता क्लाइम्बिङ जोनमा छिरेँ। क्लाइम्बिङ जोनमा छिरेपछि चाहिँ रोजी बहिनी र मैले हल्का क्लाइम्बिङ गरेको जस्तो नाटक गर्दै हामी यताउति रमायौँ। स्लाइड र क्लाइम्बिङ सकेपछि चाहिँ हामी यता फर्म पिट ब्याटल जोनमा आएँ। त्यहाँ गएर चाहिँ रोजी बहिनी र मैले ब्याटल गरौँ न त भनेर फर्म पिट ब्याटल स्टार्ट गरेँ। गेम खेल्दै गेममा चाहिँ मैले जितेँ बहिनीलाई जे होस् फर्म पिट ब्याटलमा। त्यसपछि हामी एकछिन त्यसमै रमायो। फर्म पिट ब्याटलमा एकछिन हामीले टाइम स्पेन्ड गरेँ। त्यसपछि रमाइलो गर्दै गेम खेलेको चाहिँ धेरै बेर भइसकेको थियो अनि हामी चाहिँ अलि थाकेको जस्तो पनि भयो अनि भोक पनि लाग्यो। त्यही भएर निस्क्यौँ भनेर सबैजना निस्केर भोक लाग्यो कतै खाजा जाउँ भनेर हामी घर आउने बाटोमा एउटा सामाखुसीमा रहेको कस्मे रेस्टुरेन्ट थियो जुन चाहिँ त्यो सिटी स्क्वायरको रुफटपमा थियो। त्यहाँ चाहिँ हामी खाजा खान जाने भनेर गयौँ। सबैजना लिफ्ट चढेर गए अनि दिदीलाई चाहिँ लिफ्टमा अलि डर लाग्यो भन्दै हुनुहुन्थ्यो कि किनकि उहाँहरूले चाहिँ कहिले लिफ्ट खासै धेरै चढ्नु भएको थिएन। त्यही भएर त्यहाँ पनि एउटा उहाँलाई लैजाँदै गर्दाखेरि हामी हाँस्दै सम्झाउँदै माथि रेस्टुरेन्ट पुगेपछि हामी यसो हेरेँ कति प्याक रहेछ, कहाँ बस्ने यताउति हेरेँ, अर्डर गरेँ। त्यसपछि हाम्रो अर्डर आयो, खायौँ, माथिको भ्यूहरू हेऱ्यौँ। त्यसपछि हामी फर्किने क्रममा फोटोहरू खिच्यौँ, यताउति हेरेँ, फर्केँ, सबैजना रमाइलो गर्दै। अनि आजको ब्लग चाहिँ हाम्रो यहीँ
भयो कृपया सबैले हेरेर लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई यस्तै नयाँ भिडियोको लागि। हस्त धन्यवाद सबैजनालाई।